लेमन पिकिङ गर्छु, अरेन्ज पिकिङ गर्छु, एप्पलको त भइहाल्यो। अनि फरेस्ट्री पनि गर्थेँ मैले पहिला। मेन सिजनमा चाहिँ 300-400 देखि 500 जना हो। खासमा चाहिँ विदेश नजाउँ भन्ने मान्छे हो, नेपालमै म्युजिकमै के गरौँ भनेको, तर अलिकति सकिएन। अपर्च्युनिटी खोज्दै जाँदा यो ठाउँमा आइपुग्यो। मेरो होल लाइफको 60% टाइम चाहिँ मैले म्युजिक र हाम्रो नेपालको कला क्षेत्रलाई चाहिँ मैले दिने प्लान गरेको छु। यो संसारमा तपाईँ जेसुकै गर्नुहोस्, तर राम्रो गर्नुहोस्। राम्रो गरेर मात्रै हुँदैन, इमान्दार हुनुहोस्। अहिले चाहिँ म यो अस्ट्रेलियाको सेपार्टन भन्ने ठाउँमा आइपुगेको छु। यो सेपार्टन भन्ने टाउन चाहिँ अस्ट्रेलियाको मेलबर्नबाट 2 घन्टा आधा जति 2.5 घन्टा जति ड्राइभ गरेपछि आइपुग्न सकिन्छ। अनि यो सेपार्टन टाउन चाहिँ फार्मिङ बिजनेसको लागि एकदमै प्रख्यात टाउन रहेछ। यहाँ चाहिँ एप्पल, पियर्स लगायतका विभिन्न खालको फ्रुट्सहरू उत्पादन हुँदो रहेछ। अनि यो ठाउँमा चाहिँ अहिले नेपालीहरूको सङ्ख्या पनि निकै बढेको रहेछ, हजारौँको सङ्ख्यामा हुनुहुन्छ भन्ने कुरा चाहिँ मैले सुनेको छु। र आज म यहाँ आइपुग्नुको चाहिँ विशेष कारण चाहिँ हाम्रो सिद्धार्थ राईजीलाई चाहिँ भेट्न आएको हो। उहाँ चाहिँ एकजना राम्रो गायक, आर्टिस्ट हुनुका साथै अहिले चाहिँ यो सेपार्टन एरियामा फार्मिङ सम्बन्धीको आफ्नै बिजनेस पनि चलाएर बस्नुहुन्छ। अनि उहाँसँग चाहिँ आज हामी उहाँको यो गायन यात्राको विषयमा अनि अस्ट्रेलियाको बसाइको अनुभवको विषयमा साथै उहाँको चाहिँ यो बिजनेसको बारेमा पनि कुरा गर्नेछौँ। अनि यसका साथै उहाँले चाहिँ आज हामीलाई यहाँको फार्महरूको टुर पनि गराउनुहुनेछ। यसको बारेमा पनि हामी विस्तृतमा जानकारी तपाईँहरूलाई दिनेछौँ। सिद्धार्थ सर, तपाईँलाई चाहिँ अब धेरै धेरै धन्यवाद। आजको लागि तपाईँले समय दिनुभयो, यत्रो भ्यालुएबल समय। यति ठुलो बिजनेस रन गर्नुभएको छ, तपाईँको व्यस्तताको बावजुद पनि तपाईँको समय दिनुभयो र यो फार्मको बारेमा अब टुर गराइदिने र जानकारी दिने आज तपाईँले समय दिनुभएकोमा धन्यवाद। सबैलाई सेवा नमस्कार भन्न चाहन्छु। म चाहिँ अब अस्ट्रेलिया अहिले सेपर्टनबाट हो र थ्याङ्क यू सो मच फर तपाईँलाई है अब हाम्रो एउटा अपर्च्युनिटी जुन दिनुभयो। विगतमा 12-15 होइन 16-17 वर्षदेखि म अस्ट्रेलियामै छु। अहिले चाहिँ मेरो यो एग्रिकल्चर साइडमा मैले चाहिँ बिजनेस सुरु गरेको हुनाले गर्दाखेरि चाहिँ अब धेरैजना साथीभाइले थाहा पनि थिएन, तर मेरो मित्र तपाईँ आउनुभयो र जुन एउटा आफ्नो भनाइहरू केही राख्ने दिने मौका दिनुभएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु। म चाहिँ खासमा चाहिँ म्युजिक लभर हो, म्युजिकतिरै म स्ट्रगल गरेर मान्छे हो अझै पनि। तर चाँडै आउँदैछ मेरो एउटा म्युजिक भिडियो, अफिसियल म्युजिक भिडियो, त्यो पनि हेरिदिनु होला। र फार्मको बारेमा त म भन्ने नै छु। म चाहिँ 2009मा अस्ट्रेलिया आएको हो। आएर चाहिँ विभिन्न कामहरू गरियो। खासमा चाहिँ विदेश नजाउँ भन्ने मान्छे हो, नेपालमै म्युजिकमै के गरौँ भनेको, तर अलिकति सकिएन। नसकेको कारणले गर्दाखेरि अपर्च्युनिटी खोज्दै जाँदा यो ठाउँमा आइपुग्यो। र यो चाहिँ मेरो एउटा सानो कम्पनी मात्रै हो। यो चाहिँ अब पियर्स, एप्पलहरूको कामहरू गर्छु यो फार्ममा चाहिँ। मेरो चाहिँ विभिन्न ठाउँमा चाहिँ यहाँबाट 4 घन्टा 5 घन्टा 6 घन्टा टाढा कामहरू छ। ती कामहरू चाहिँ तपाईँको म लेमन पिकिङ गर्छु, अरेन्ज पिकिङ गर्छु, एप्पलको त भइहाल्यो। अनि फरेस्ट्री पनि गर्थेँ मैले पहिला, अहिले पनि अलिअलि गरिरहेको छु। पाइन ट्रीहरू प्लान्टिङ गर्ने यो फरेस्ट्री जबहरू पनि गर्छु। म चाहिँ एक ठाउँ भनेको चाहिँ लगभग 2 दिन सेपर्टनमा म 2 दिन बस्छु। मेरो खास त मेरो होम टाउन जस्तै लाग्छ सेपर्टन, तर म 2 दिन तपाईँको लिलडेल पुगेर आउँछु। 2 दिन चाहिँ म ब्राइट भन्ने यहाँबाट 2 घन्टा टाढा, त्यहाँ पनि हाम्रो टिम हुनुहुन्छ अहिले, स्याउ टिपी राख्नु भएको छ। यता तपाईँको अब ग्रिफिथ हिल्स्टन 4-5 घन्टा टाढा, अनि मिल्डुरा हाम्रो ग्रेप्सको कामहरू चलिरहेको हुन्छ वर्षैभरि। मेरो चाहिँ यो सिजनको काममा कुदिराखेको हुन्छु, यसैमा व्यस्त छु विगत 10-12 वर्षदेखि। हजुर। अनि तपाईँकोमा काम गर्नेहरू चाहिँ नेपाली पनि हुनुहुन्छ कि कुन देशको नागरिकहरू हुनुहुन्छ, कति हुनुहुन्छ, कतिजना मान्छेलाई चाहिँ हजुरले रोजगारी दिनुभएको छ अहिलेसम्म, त्यसको बारेमा केही बताइदिनुहुन्छ कि? हजुर, मसँग चाहिँ प्राय भन्नाले 50% हामी नेपाली नै छौँ। लगभग 180देखि 150 जना जति हामी नेपाली नै हुन्छौँ। अनि बाँकी अब कतिपय ठाउँमा चाहिँ अब मैले चाहिँ आइल्यान्डरहरू भनौँ न, अब तपाईँको पेसिफिकतिरको हामीले ल्याउनु मिल्छ कि पेसिफिक एरियातिरको मान्छेहरू, फिजी, टोङ्गा, फानुआतु, यताबाट चाहिँ हामी चाहिँ एउटा साथी छ मेरो, उहाँसँग हामी मिलेर सिजनल वर्कर ल्याउँछौँ। त्यो चाहिँ लगभग 150 जना जति ल्याउँछ हामी सिजनमा। हजुरको गर्दाखेरि हामी मेन सिजनमा चाहिँ 300-400 देखि म्याक्स 450-500 जना हो। 300-400 जना मान्छे भनेपछि तपाईँले निकै लार्ज स्केलमा गर्नुभएको रहेछ। अनि यो चाहिँ आज हामी अब एप्पलको फार्ममा आइपुगेका छौँ होइन? हजुर। अनि यो एप्पल भन्दा अरू चाहिँ के को बिजनेसहरू तपाईँले म्यानेज गर्नुहुन्छ? सबै एग्रिकल्चर नै हो कि? यो चाहिँ एप्पलको चाहिँ लास्ट सिजन हजुर। यो
यो फार्मको लास्ट सिजन यो फ्रुट पिकिङमा चाहिँ भिक्टोरियामा हामीले हजुरको नोभेम्बरदेखि हामीले पेज प्लम नेक्टरिनहरूको हामी गर्दै हामीले चाहिँ यो तपाईँको एप्पल चाहिँ लास्ट सिजनमा पर्छ धेरै भेराइटी छ हजुरको यहाँनिर लगभग हाम्रो पेजको भेराइटी मात्रै 5-7वटा छ होला एप्पल त्यस्तै 5-7वटा छ अनि हामी नेक्टरिनहरू स्टोन फ्रुटहरू हुन्छ नि हजुरको आरुहरूको 5-7 खाले भेराइटी हुन्छ त्यो गर्दै जाँदाखेरि हामी हार्भेस्ट मात्रै हामी मोर देन 6 मन्थ गर्छौँ हजुरको नोभेम्बरदेखि अब हाम्रो एन्ड अफ मेसम्म हामी हार्भेस्ट गर्छौँ यो फार्ममा यो चाहिँ यो पिङ्क लेडी हो पिङ्क लेडी चाहिँ अब हाम्रो 3 देखि 4 हप्तामा हामी सकिसक्छौँ हजुर यो भनेपछि बेसिकली यो एग्रिकल्चर सम्बन्धीको म्यानेजमेन्टको र लेबर सप्लाईको काम तपाईँले बेसिकली जुनको पनि हजुर हरेक क्षेत्रमै गर्नुहुने रहेछ होइन हजुर प्राय हरेक क्षेत्रमा गर्छु इभन मैले यो अब हजुरको यो कुरा आयो हाम्रो एप्पल र पेयर्सको कुरा आयो फ्रुट्सहरूमा अनि फ्रुट्स अरूमा चाहिँ हजुरको अब यो स्टोन फ्रुटहरू हुन्छ अनि स्टोन फ्रुटको चाहिँ अब नोभेम्बर डिसेम्बरतिर धेरै हुन्छ अनि हजुरको अर्को चाहिँ ग्रेप्स मिल्डुरा साइडतिर उतातिर अलिक टाढा हुन्छ 5-6 घन्टा टाढा ग्रेप्समा चाहिँ अलिक मान्छे धेरै चाहिन सक्छ डिसेम्बरदेखि हामीले अब यही ठ्याक्कै अब हजुरको मे जुनसम्मै गर्छौँ थोरै भए पनि त्यसपछि प्रुनिङ अरू कामहरू गर्छौँ जब यो हार्भेस्टको काम सकिसकेपछि हामीले फेरि प्रुनिङको काम गर्छौँ 3-4 महिना त्यो बिचमा चाहिँ हामीले फेरि सिट्रसको काम गर्छौँ सिट्रसमा चाहिँ हजुरको यो अरेन्जहरूको भेराइटी सबै त्यसमा पनि हाम्रो 200 जना जति हामी गर्छौँ अनि हाम्रो सिद्धार्थजीलाई सुरुमा मैले भेट्दाखेरि चिन्दाखेरि तपाईँलाई चाहिँ मैले एज अ आर्टिस्ट को रूपमा गायकको रूपमा चिनाउनु भएको थियो म सिडनीमा बस्दाखेरि हजुर तपाईँ चाहिँ प्रोग्राममा त्यहाँ आउनु भएको थियो गाउनको लागि हजुर अनि अहिले चाहिँ फेरि अब तपाईँको अर्को पनि परिचय थपिएको छ होइन एज अ उद्यमी हजुर अस्ट्रेलियामा राम्रो वेल इस्टाब्लिस भइसक्नु भएको छ अनि यो ट्रान्जिसन चाहिँ कसरी भयो तपाईँको एज अ आर्टिस्टबाट यो चाहिँ बिजनेस पर्सनमा चाहिँ कसरी तपाईँ आउनुभयो यसको बारेमा बताइदिनुहोस् न हजुर यो एकदम इन्ट्रेस्टिङ छ खासमा चाहिँ म अस्ट्रेलिया नबस्ने नै मान्छे हो म फर्केको पनि एक दुईचोटि तर अब नेपालको कन्डिसनले गर्दाखेरि अलिकति गाह्रो भयो क्या हजुरको सर्भाइभ गर्नलाई तर लास्टमा चाहिँ के भयो भने यहाँ आएर काम गर्दा वाक्कै भइसक्यो अस्ट्रेलियामा हजुरको बिहान काममा जाऊ आऊ के गर सकियो हजुरको त्यो अनि मलाई 5-6 वर्ष बितिसक्यो एकदम फ्रस्ट्रेसन पनि एकदमै बढिसक्यो जुन टाइममा हजुरलाई म भेट्थेँ त्यो टाइममा चाहिँ म चाहिँ बिजनेसको सिलसिलामा थिएँ हजुरको अनि मैले चाहिँ अब के गर्ने त भन्दाखेरि एटलिस्ट आफूले काम दिन सकिन्छ म क्लिनिङ कम्पनी खोलेको थिएँ त्यो पनि फेरि त्यति राम्रो भएन मेरो कम्पिटिसन धेरै भएर अनि त्यो बिजनेस गर्ने जुन अब 1 वर्ष बितिहाल्यो बिजनेसमै होइन मलाई पहिला थाहा थियो हजुरको यो फार्मको बारेमा काम पनि गरेको थिएँ मैले 2009 र 10 मा अलिअलि अनि उहाँहरूले मलाई चाहिँ अपर्च्युनिटी दिनुभयो भनौँ न केही फार्मरहरूले मलाई आइज राई होइन गरिखा भनेर फेरि यहाँनिर अब बिलिभ गरेँ क्या अब जुन फार्मर कम्पनीहरूले चाहिँ मलाई अब एउटा विश्वास गरेर चाहिँ मलाई चाहिँ अब अपर्च्युनिटी दिँदै जाँदाखेरि एकपछि अर्को पछि अर्को त्यही पनि फेरि उहाँहरूले रेकमेन्ड गरिदियो कि वर्षैभरि काम गर भनेर एउटा कम्पनीबाट अर्को कम्पनी अर्कोबाट अर्को गर्दै जाँदाखेरि चाहिँ आजको यो मेरो नेटवर्क र जुन एउटा हजुरको एउटा प्लेटफर्म जुन बन्ने काम चाहिँ मेरो एउटा गुडविल भनौँ न नक्कली त्यस्तो भइदियो र 60% टाइम चाहिँ अबको आफ्टर 3 मन्थ चाहिँ मैले चाहिँ मेरो होल लाइफको 60% टाइम चाहिँ मैले म्युजिक र हाम्रो नेपालको कला क्षेत्रलाई चाहिँ मैले दिने अब के भन्ने प्लान गरेको छु अब केही म्युजिक भिडियोहरू त आउँछ पनि होला चाँडै नै सबैले यसो हेरेर कमेन्ट्स गर्नु होला राम्रोले राम्रो नराम्रोले नराम्रो म्युजिक र मुभी अनि यता हजुरको कला क्षेत्रमा चाहिँ मैले लगानी गर्ने सोच बनाएको छु एकदम राम्रो सोच सिद्धार्थजी अब अस्ट्रेलियामा बसेर पनि तपाईँको आफ्नो प्यासन छ जुन कलाप्रतिको गायनप्रतिको कन्टिन्युटी दिइराख्नु भएको छ अनि यो आगामी एल्बमको बारेमा केही जानकारी दिन मिल्छ हजुर यो चाहिँ मैले अब फर्स्ट टाइम अब यो चाहिँ म पहिलोचोटि भन्दैछु खास चाहिँ अब हाम्रो प्रेस मिट गरेर भनौँ भनेको थियो मैले चाहिँ अलिकति डिफ्रेन्ट टाइपको अब जेनराको गीतहरू गरिराखेको छु त्यसमा चाहिँ लास्ट 10 to 12 इयर्स मैले अब स्टडी गरिरहेको छु एउटा गीत मैले अब हलिउड स्तरीय गरेको छु अब अस्ट्रेलियामा 5 ठाउँ मैले रेकर्ड गरेको छु त्यही एउटा गीतलाई किन अलिकति फेरि मेरो यो चाहिँ लाइफ स्टोरीसँग पनि रिलेटेड छ है हजुरको त्यो गीत सुन्नुभयो भने चाहिँ सायद मैले यो बोल्नु पनि पर्दैन को रहेछ राई को रहेछ सिद्धार्थ राई अस्ट्रेलियाको यो फार्ममा कुदी हिँड्ने भनेर एउटा केटोको बारेमा चाहिँ हजुरले राम्रोसँग
बुझ्न पाउनुहुन्छ भन्ने मलाई लाग्छ है हजुर है। पछि त्यो गीत चाहिँ बेसिकली तपाईँको स्टोरीसँग सम्बन्धित हजुर हजुर हो अनि त्यो चाहिँ इङ्ग्लिस र नेपालीमा रिलिज गर्दै हुनुहुन्छ त? हजुर हजुर पहिला नेपालीमा गर्छु। नेपालमा एकजना राम्रो अब गीत ट्रान्सलेट गर्नुहुने अब हाम्रो सुषमा राईजी हुनुहुन्छ। सुषमा राई उहाँ चाहिँ अब हाम्रो अरुण तिवारी दाईको गीतहरू पनि प्रायः उहाँले गर्नुभएको हुनाले मैले उहाँलाई दिएको थिएँ। निकै राम्रो गर्नु हुँदो रहेछ। त्यसले गर्दाखेरि उहाँले मेरो 2टा गीत चाहिँ अब ट्रान्सलेट गरिसक्नु भएको छ। मेरो 2टैमा आउँछ इङ्ग्लिस र नेपाली। अनि यो तपाईँलाई म अलिकति यो एप्पलको फार्मको म्यानेजमेन्टको बारेमा पनि सोध्नु मन लाग्यो। हजुर। किनभने अब नेपाल एउटा कृषि प्रधान देश भएर पनि हामीले राम्रोसँग चाहिँ गर्न जानेका छैनौँ। त्यसको लागि यो म्यानेजमेन्टहरू कसरी गर्नुहुन्छ, यसको के छ, केही तपाईँले यसो देखाइदिनु भएदेखि चाहिँ हाम्रो नेपालका किसानहरूलाई पनि केही फाइदा हुन्थ्यो कि भनेर। हजुर यो भित्र धेरै कुरा छ। मैले चाहिँ खासमा त्यत्रो भित्र चाहिँ जान अलिक सक्दिनँ होला। हल्का अहिले तर मैले चाहिँ गर्ने चाहिँ खास हार्भेस्ट मात्रै हो। हजुर। अनिखेर मेरो चाहिँ अब जस्ट लेबर सप्लाई गर्ने मात्रै हो। बाँकी काम चाहिँ यहाँको म्यानेजमेन्ट टिमले कम्पनीले गर्छ। हजुर। तर पनि अब के हुन्छ भन्दाखेरि अब यसको लागि चाहिँ खासै ठुलो कुरा छैन। नेपालमा पनि कमर्सियल अब फार्महरू आइसक्यो। तर अब यो ठ्याक्कै यो स्याउ नेपालमा हुन्छ कि हुँदैन, किनभने यसले हाइब्रिड गरेर हुन्छ वेदर अनुसारको। एभ्री इयर एभ्री 20 इयर्समा यिनीहरूले यो चेन्ज गरेर हुन्छ। पिङ्क लेडी भनेको चाहिँ अहिलेको चाहिँ अब वर्ल्डको बेस्ट एप्पलमै पर्छ है। अनि यो चाहिँ हजुरको 1 सालमा आउने नै हो। अब हाम्रो प्रुनिङ सुरु हुन्छ हजुरको 1-1.5 महिनापछि। प्रुनिङ अब हामीले सुरु भइसकेपछि यसलाई चाहिँ हामी सेप्टेम्बर अक्टोबरसम्म प्रुनिङ सक्छौँ। आफ्टर द्याट चाहिँ हामीले चाहिँ फेरि समर प्रुनिङ गर्छौँ अनि फेरि थिनिङ गर्छौँ हजुरको। यो थिनिङ काम हुन्छ किनभने एउटै बन्चमा 15-20वटा फ्रुट आउँछ। 20वटा फ्रुट आयो भने चाहिँ त्यो चाहिँ फेरि हजुरको ठुलो हुँदैन, साइज आउँदैन। एउटै बन्चमा यस्तो यो औँला जस्तै 5वटा फ्रुट छ भने हामीले 2टादेखि 3टा मात्रै राख्छौँ यस्तो फ्रुटहरू। त्यो गर्दाखेरि चाहिँ प्रायः सेम साइजको आउँछ, राम्रो साइजको आउँछ, कलर पनि आउँछ। त्यो गर्दै अब हामी डिसेम्बर जनवरीतिर त्यो काम सकिसकेपछि अनि अरू चाहिँ अब फर्टिलाइजर हाल्ने, के हाल्ने, रेगुलर पानी दिने, अब घाँस काट्ने, यो काम त भइहाल्छ हजुरको। अब चाहिँ हार्भेस्ट गर्ने बेला भयो हजुरको। अनि यसको चाहिँ तपाईँको यो तल पाइप जस्तोहरू देखिन्छ होइन? हजुर यो चाहिँ यहाँबाट हामीले दिने भनेको चाहिँ सबै फर्टिलाइजरदेखि लिएर केही स्प्रेहरू चाहिँ माथि गर्छ होइन। पोलिसहरू स्प्रेहरू चाहिँ माथिबाट उबाट गर्छ ट्र्याक्टरबाट, नत्र भने प्रायः फर्टिलाइजर र पानी चाहिँ इरिगेसनको काम चाहिँ यहीँबाट हुन्छ हजुर। यो पाइपको बाटो, सानो पाइपको बाटो यहाँनिर त्यहाँ तर मुनि देखिएको छ नि हजुर। पाइपबाट हजुर यही पाइपबाट। हजुर। यो पाइपबाट आउँछ। पानीको ट्याङ्कीमा मल मिसाउने अनि त्यहाँबाट आउने हो? हजुर। पर हाम्रो चाहिँ एउटा ट्याङ्की बनाएको हुन्छ, त्यहाँनिर चाहिँ अब त्यो एउटा मात्रा मिलाएर सबै अनि हामीले त्यो त्यहाँबाट पठाउँछ हजुर। भनेपछि अरू केही गर्नु परेन, कति सजिलो है। गर्नु चाहिँ धेरै चिज गर्नुपर्छ हजुरको। यो घाँस काट्ने काम एभ्री विक जस्तै काट्नु पर्ने हुन्छ हजुर। जहिले यस्तै राख्नु पर्ने हुन्छ हजुर। अब यो हामीले अहिले प्रुनिङ गरिसकेपछि फल लागिसकेपछि यो नयाँ सुट आउँछ क्या हजुरको यसरी। त्यो नयाँ सुट आइसकेपछि के हुन्छ यसले चाहिँ भित्र यो छेकिदिन्छ अनि यो लाइटको कारणले यो कलर आउने हो नि त हजुरको। यो लाइट परेन भने पिङ्क लेडीको चाहिँ कलर आउँदैन, अरूलाई पर्दैन हजुरको, यही भेराइटीले मात्रै। अनि हामीले चाहिँ यो चाहिँ समर प्रुनिङ भनेर एकचोटि काट्नु पर्ने हुन्छ। भरे हजुरले अर्को ठाउँमा देख्नुहुन्छ तलपट्टि हामीले सेतो प्लास्टिक बिछाउँछौँ, एउटा सेतो टाइपको प्लास्टिक बिछाएर चाहिँ त्यो लाइट हामीले रिफ्लेक्ट गरेर अनि कलरको लागि चाहिँ हामीले त्यो पनि काम गर्छौँ। पिङ्क लेडीको लागि चाहिँ, ग्रानीको लागि पर्दैन। हरियो स्याउको लागि चाहिँ हामीले चाहिँ अब सेडमा राख्नुपर्ने हुन्छ। सेड भन्नाले त्यो स्याउको बोट नै सेड नै चाहिँ ठ्याक्कै चाहिँ होइन, तर म चाहिँ सेड भन्छु। तर त्यो चाहिँ जाली लाउने हजुरको नेट कभर, नेट हजुर हजुर सरी हजुर नेट है। अब तपाईँ आफै इमेजिन गर्नुहोस्, अब यो हामीले 7-8 महिना टिप्छौँ दिनको 150 देखि 200 बिन हजुर 500 किलोको एउटा बिन हुन्छ हजुरको। 500 किलोको बिन 150 बिनदेखि 250 बिनसम्म हामी एभ्रिडे टिप्छौँ 6-7 महिना। इमेजिन गर्नुहोस् त्यो फ्रुट कति हुन्छ हजुरको। फेरि यो फ्रुट टिपेर लगेर अहिले नै प्याक गरेर चाहिँ मार्केटमा पठाउँदैन, पोहोरको हजुर स्टोर गरेर पोहोरको फ्रुटहरू चाहिँ अहिले बेचिरहेको हुन्छ यिनीहरूले अस्ट्रेलियामा। त्यस्तो छ हजुर। हजुर हजुर। अनि यो नेपालसँग सम्बन्धित अब हामी नेपाली मान्छे भएको हुनाले जहाँ पनि म सबैलाई एउटा कुरा सोध्ने गर्छु, बाहिर आएर व्यापार गर्ने नेपालीहरू जति पनि हुनुहुन्छ
यहाँ चाहिँ यस्तो राम्रो यति मजाले तपाईँहरूले बिजनेस चलाएर बस्नु भएको छ होइन, यति धेरै प्रोडक्सन छ। नेपालमा यस्तो गर्न सकिन्छ सकिँदैन, अथवा सकिँदैन भने किन, सकिन्छ भने किन, त्यसको बारेमा तपाईँको अनुभव के छ? मैले नसकिँदैन भन्ने कुरा चाहिँ छैन, फार्मै गर्नु चाहिँ सकिन्छ। हजुर तर लास्टमा हामीलाई चाहिन्छ मार्केटको कुरा हो। अब रेस्पोन्सिबल को भइदिने, गभर्मेन्ट रेस्पोन्सिबल हुनुपर्ने हुन्छ। अब इन्टरनेसनल मार्केटमा जानुको लागि अब हाम्रो रिक्वायरमेन्ट्सहरू हुन्छ होइन। अब भोलि ल्याब टेस्ट गर्दाखेरि त्यो हाम्रो लेभल नपुग्ला, ती सबै कुराहरू व्यवस्थापन चाहिँ गभर्मेन्टले गरिदिनु पर्ने हुन्छ। असम्भव चाहिँ छैन, ग्रो गर्नुको लागि असम्भव चाहिँ छैन हजुरको, हजुर ठुलो कुरा छैन। हजुर तर भोलि अस्ट्रेलियामा ल्याएर बेच्न योग्य फ्रुट हामीले प्रोडक्सन गर्न सक्छ कि सक्दैन? फर्टिलाइजर बढी हालेर हो कि केमिकल बढी हालेर हो कि, भोलि हामीले ल्याब टेस्ट गर्दाखेरि यदि कुनै फल्ट आयो, इन्टरनेसनल एउटा रिक्वायरमेन्ट मिट गरेन भने चाहिँ हामी बेच्न सक्दैनौँ। त्यसले गर्दाखेरि अब नेपालमा चाहिँ मलाई चाहिँ आँट आएको छैन हजुरको, अहिले नै अब गर्ने भन्ने कुरा चाहिँ खोल्नेको लागि खोल्न चाहिँ ठुलो कुरा छैन, ग्रो पनि गरिन्छ। मार्केटको लागि चाहिँ म चाहिँ एकदम डर लागेको छ हजुर। हजुर भन्नाले अब यो कमर्सियल्ली अस्ट्रेलियामा जस्तो सक्सेसफुल फार्मिङ बिजनेस रन गर्नको लागि चाहिँ हजुर उत्पादन मात्रै गरेर भएन, क्वालिटी कन्ट्रोलको कुराहरू आयो, व्यवस्थापनको कुराहरू आयो होइन, फुड सेफ्टीको कुराहरू आयो। यो सबै कुराहरूलाई चाहिँ एड्रेस गर्न सकियो भने, सम्बोधन गर्न सकियो भने चाहिँ नेपालमा सम्भावना देख्नुहुन्छ तपाईँ? नेपालको चाहिँ वान अफ द बेस्ट फ्रुट आउँछ हजुरको। हजुर किनभने यहाँनिर जुन वेदरदेखि लिएर सबै कुरा आर्टिफिसियल हो हजुरको। यहाँनिर अलिकति माटो देख्नुहुन्छ हजुरले, नत्र भने अब हाम्रो यो माटो छैन कहीँ पनि। लगभग 1 फुट भन्दा तल केही पनि छैन हजुरको, ढुङ्गा मात्रै हो। त्यसले गर्दाखेरि नेपालमा त अब भयो भने त राम्रो कुरा हो, कति अर्ग्यानिक अब फ्रुट्सहरू पनि निकाल्न सकिन्छ। तर नेपाल गभर्मेन्ट चाहिँ स्ट्रङ भइदिनु पर्यो, उसले चाहिँ हामीलाई व्यवस्थापन गरिदिनु पर्यो। अनि तपाईँले चाहिँ यो कन्ट्र्याक्टिङ को साथसाथै अब चाहिँ आफैले पनि ग्रो गर्ने, आफै ग्रोवर पनि हुने भन्ने तपाईँको योजना पनि छ होइन? हजुर यो हाम्रो 2 वर्षको अगाडिदेखि मेरो योजना हो यो अहिलेको प्रोजेक्ट चाहिँ। मैले चाहिँ यहाँबाट 1.5 घन्टा टाढा भनौँ, सेपटनमा पनि अलिअलि छ, मैले गर्दैछु। अब इन्भेस्टमेन्ट त सुरु भइसक्यो मेरो, अब आउने सालदेखि चाहिँ म चाहिँ अब आउटपुट पनि आउनु थाल्छ होला, फाइदा बेफाइदा के हुन्छ धेरै त होइन। मैले त अब त्यसै 1-2 मिलियन जतिको लगानी कोसिस गरे हो, सानो भनौँ न। हजुर यदि 2 मिलियन जति अस्ट्रेलियन डलरको? हजुर 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 त्यति चाहिँ अलिअलि आँट आयो अब लगानी गर्ने भनौँ न। अब त्यो रिटर्न आयो भने चाहिँ हजुरको अलिक लगानी गरिएला, अझै थप्दै जानुहुन्छ? थप्दै गइएला हजुर होइन। रिटर्न आएन नआउला जस्तो छ भने अलिकति 1-2 साल चाहिँ अब गरिन्छ नै होला। भएन भने चाहिँ अब फेरि अरू बिजनेस त छँदैछ अलिअलि सानोतिनो, ब्याक टु म्युजिक मात्रै गर्छु होला हजुरको लाइफमा। हजुर यता अलरेडी तपाईँको छँदैछ होइन? हजुर हजुर कमाउने चाहिँ मेरो फार्ममा हो, खर्च गर्ने चाहिँ म्युजिकमा हो मैले चाहिँ। एकदम राम्रो एकदम। हजुर हजुर जस्तो अब अस्ट्रेलियामा आएर पनि आफ्नो प्यासनको लागि बाँच्नु भएको छ। हजुर त्यस्तो मान्छे थोरै हुन्छ, तपाईँको प्यासनमा लागि पर्ने मान्छे धेरै जसो अब पैसाकै लागि नै अब कुद्ने मान्छेहरू हुन्छन्। हजुर यो चाहिँ नै अब एउटा तपाईँको एक्स्ट्रा क्वालिटी नै हो भन्नुपर्छ। हजुर त्यो चाहिँ कस्तो भइदियो भने जहिले पनि बारम्बार जे गर्दा पनि मलाई घोचेकै काँडाले क्या हजुरको पछाडिबाट। अनि छोडेँ पनि मैले, धेरै वर्ष छोडेँ म्युजिक भन्ने कुरा नामै लिँदिनँ भनेर। मलाई छोडेन क्या हजुरको म्युजिकले, नेपाली म्युजिकलाई नै अब अलिकति के लिफ्ट गरौँ अब भन्ने सोचले हो। त्यसले गर्दाखेरि अब हाम्रो लाइफ त गइहाल्यो, अबको नेक्स्ट जेनेरेसनलाई चाहिँ अब कोहीभन्दा हामी कम छैनौँ भन्ने एउटा मेसेज दिएँ भने चाहिँ मेरो उपलब्धि हुनेछ हजुर। हामी नेपालीहरू होइन हजुर एउटा ठुलो सपना लिएर लाखौँको सङ्ख्यामा विदेशी जाउँ, अनि विदेशमा गएर अब एउटा काम गरेर बस्नको लागि, इस्टाब्लिस हुनकै लागि हामीलाई चाहिँ सङ्घर्ष गर्नुपर्ने हुन्छ। हजुर अनि एकदमै थोरै मान्छे मात्रै अरूको कामदारबाट चाहिँ अरूको काम गर्नेबाट आफूले अरूलाई काम दिने अवस्थामा पुग्नुहुन्छ। हजुर इम्प्लोइबाट इम्प्लोयरको रूपमा पुग्न सफल हुनुहुन्छ जस्तो तपाईँको। अनि यो ट्रान्जिसन तपाईँले गर्न एज अ इम्प्लोइबाट इम्प्लोयर हुनको लागि कस्तो खालको सङ्घर्षहरू गर्नु पर्यो, कसरी यहाँ यो ठाउँमा पुग्नुभयो, यो बारेमा बताइदिनुहोस्। सबभन्दा ठुलो कुरो त फर्स्टमा हाम्रो नेपालको चाहिँ मेन्टालिटी, हामी नेपालीको मोस्टली मेरो त अब भनौँ होइन डिपेन्डेन्ट
मेन्टालिटी छ हजुरको यसलाई इन्डिपेन्डेन्ट कसरी बनाउने मेन्टालिटी है हजुरको पहिला दिमाग भनेको मतलब सरल भाषामा भन्दा हामीभन्दा माथि कोही बोस चाहिन्छ कसैले मलाई यो गर भन्नुपर्छ अर्डर दिनुपर्छ यो कल्चर नै भनौँ अब हजुरको नेपालमा त चलिआएको होइन यो मेन्टालिटी कसरी ब्रेक गर्ने फर्स्टमा आफूमै भर पर्छ म के गर्न सक्छु भन्ने कुरा चाहिँ पहिला आफूमा होइन मेन्टली स्ट्रङ हुनुपर्छ हजुरको र मेरो अब क्यापासिटीहरू के हो सोचेर यो गर्न सकिन्छ कि भनेर अलिकति कन्फिडेन्स बिल्ड गरेर अगाडि बढ्यो भने चाहिँ हरेक काममा सक्सेस भइन्छ र वर्ल्डमा भन्छ धेरै मान्छे छौँ अपर्च्युनिटी छैन होइन मान्छे धेरै छ भन्ने कुराहरू हुन्छ कि रङ यो संसारमा तपाईँ जेसुकै गर्नुहोस् तर राम्रो गर्नुहोस् राम्रो गरेर मात्रै हुँदैन इमान्दार हुनुहोस् इमान्दारिता र तपाईँको त्यो जुन इमान्दारिताको र तपाईँको दक्षताले गर्दाखेरि अवसर तपाईँको छेउमा आउनेछ कहिलेकाहीँ आफूलाई ढिलो भयो जस्तो लाग्छ म त धेरै अगाडि बढ्नु पर्ने मान्छे पुगिसक्यो यी कुरा छोडिदिनुहोस् आफ्नो गति चाहिँ नछोड्नुहोस् ढिलो होस् चाँडो होस् र धैर्यता प्रगति त्यतिकै हुँदैन अवसर तपाईँको छेउमा आउँछ 10 वर्ष तपाईँले स्ट्रगल गरिसकेपछि 1 वर्ष तपाईँलाई अपर्च्युनिटी आउने हो कमाउने टाइम त्यो टाइमले तपाईँलाई फरएभरको लागि तपाईँलाई सक्सेस गराइदिन्छ त्यसले गर्दाखेरि धैर्यता ठुलो कुरा हो 100 जनामा 79 जना चाहिँ तपाईँलाई अलिकति डिस्करेज नै गर्छन् तर केही फरक पर्दैन तपाईँ आफ्नो ठाउँमा उभिनु भएको छ त्यो तपाईँको एरिया हो तपाईँ त्यहीँबाट संसार देख्न सक्नुहुन्छ तर तपाईँले नै सुरु गर्नुपर्ने सुरुवात चाहिँ अब नयाँ आउने भाइ बहिनीहरूलाई अस्ट्रेलियामा अथवा विदेशमा उहाँहरूले चाहेको कुराहरू प्राप्त गर्ने सफल हुनको लागि केही तपाईँको अनुभवबाट केही सेयर गर्न सक्नुहुन्छ हजुर सबभन्दा ठुलो कुरो त मैले लगभग भनिसकेँ तर पनि एकचोटि फेरि भन्नु पर्दाखेरि चाहिँ सबभन्दा पहिलो कुरो तपाईँ ठिक हुनु पर्यो तपाईँको शरीर ठिक हुनु पर्यो तपाईँको तन ठिक हुनु पर्यो तपाईँको मन ठिक हुनु पर्यो तपाईँको दिमाग ठिक हुनु पर्यो बाँकी कुरा चाहिँ फिजिकल कुराहरू हो होइन र त्यो भइसकेपछि चाहिँ तपाईँ सक्षम भन्दा पनि स्ट्रङ चाहिँ हुनु पर्यो कि मेन्टल्ली के तपाईँको तर ओभर कन्फिडेन्स भएर सबै भन्ने कुरा पनि आउँछ बेला मौकामा त्यो चाहिँ गर्नु भएन होइन त्यसले गर्दाखेरि इमान्दार हुनुहोस् हार्ड वर्किङ हुनुहोस् अनि आफ्नो कमजोरी चाहिँ आफै खोज्ने हो अरूले भनेर हुँदैन होइन आफ्नो कमजोरी आफै पत्ता लगाएर अगाडि बढ्ने हो कहिलेकाहीँ राम्रो मान्छे राम्रो काम गर्दै जाँदाखेरि इमान्दारी त हुँदाखेरि चाहिँ अलिकति लक्ष्यमा ढिलो पुगे जस्तो पछि परे जस्तो आभास भए पनि डोन्ट वरी तपाईँ पक्का जित्नुहुन्छ जितेको दिन संसारै तपाईँको हुन्छ